Is this the boundary? The crowd say yes, it is 6 all the way. यी क्षणहरू नेपाली क्रिकेटका लागि केवल खेल होइनन्, यो सपनाको पुनर्जागरण हो अन्तर्राष्ट्रिय मैदानमा। नेपाल आगामी अगस्तमा अस्ट्रेलियाको डार्विनमा आयोजना हुने टप एन्ड टी20 सिरिजमा भाग लिन तयार भएको छ। यो सिरिज सन् 2026 मा भारत र श्रीलंकामा हुने आईसीसी टी20 विश्वकपको बाँकी 3 स्थानका लागि प्रतिस्पर्धा गर्नु अघि नेपालका लागि तयारीको उत्कृष्ट अवसर हुने विश्वास गरिएको छ। नेपाल डार्विनमा अगस्त 14 देखि 24 सम्म आयोजना हुने 2025 टप एन्ड टी20 सिरिजका लागि कन्फर्म भएको पहिलो अन्तर्राष्ट्रिय टोली बनेको छ। नेपाली टोली अगस्तको शुरूआतमा डार्विन पुग्ने अनुमान गरिएको छ, जहाँ उनीहरूले डीएक्सी एरिना, टीआईओ स्टेडियम र क्याजालिज एरिना सहित 3 मैदानमा कम्तीमा 6 वटा टी20 खेलहरू खेल्नेछन्। बाँकी सहभागी टोलीहरू र पूरै तालिका छिटै सार्वजनिक गरिनेछ। गत वर्ष यस सिरिजमा पाकिस्तान ए, बंगलादेश ए र बिग ब्याश लीगको एकाडेमी टोलीले भाग लिएका थिए। क्रिकेट एसोसिएसन अफ नेपालका सचिव पारस खड्काले भने, हामी टप एन्ड टी20 सिरिजमा सहभागी हुन पाउँदा उत्साहित छौं। यो श्रृंखलाले आगामी अक्टोबरमा ओमनमा आयोजना हुने टी20 विश्वकप क्वालिफायर अघि तयारी गर्न गहिरो अभ्यास र स्पष्ट उद्देश्यका साथ महत्वपूर्ण अवसर प्रदान गर्नेछ। उनले थपे, अस्ट्रेलियाली परिस्थितिमा उत्कृष्ट टोलीहरूसँग प्रतिस्पर्धा गर्नुले हाम्रा खेलाड़ीहरूलाई अन्तर्राष्ट्रिय स्तरमा आफूलाई निखार्न, रणनीति बुझ्न र प्रोफेसनल खेलाड़ीको रूपमा विकास गर्न सघाउनेछ। नेपालले यस वर्ष मार्चमा पूर्व अस्ट्रेलियाली ब्याट्सम्यान स्टुअर्ट ललाई मुख्य प्रशिक्षकको रूपमा नियुक्त गरेको थियो। त्यसपछि नेपालले नेदरल्याण्ड्स र स्कटल्याण्डसँग ग्लासगोमा टी20 त्रिकोणात्मक सिरिज खेलेको थियो, जसमा नेपाल उपविजेता बनेको थियो। डार्विनको टी20 सिरिज पछि नेपालले सेप्टेम्बरको अन्त्यतिर शारजाहमा वेस्ट इन्डिजसँग आफ्नो पहिलो द्विपक्षीय टी20 आई सिरिज खेल्ने तालिका छ। नर्दर्न टेरिटोरी क्रिकेटका सीईओ ग्याविन डभेले भने, हामी नेपाल राष्ट्रिय क्रिकेट टोलीलाई पहिलो पटक नर्दर्न टेरिटोरी र टप एन्ड टी20 सिरिजमा स्वागत गर्न पाउँदा अत्यन्तै उत्साहित छौं। नेपालमा र विश्वभर नेपाली डायस्पोरामा उनीहरूको टीमप्रति जुन समर्पण र उत्साह देखिन्छ, त्यो अब हाम्रो भूमिमा पनि देखिनेछ। हामी नेपाल क्रिकेटको यात्रामा हाम्रो भूमिकाले पनि महत्व राख्नेछ भन्नेमा विश्वस्त छौं। सिरिजका बाँकी टोली र सम्पूर्ण खेल तालिका केही हप्ताभित्रै सार्वजनिक गरिनेछ। सुनिरहनुहोस्, हाँसिरहनुहोस् र सपोर्ट गर्न नछोड्नुहोस् नेपाल क्रिकेटलाई, किनभने यो खेल मात्र होइन, हाम्रो भावना हो। साइनिङ अफ फ्रम विकेट एन्ड गिगल्स, जहाँ रन पनि आउँछ र हाँसो पनि।